फैकेको आशा भरतलाई राजा खाजा फैकेको आशा ओ नराउ नराउ आमा रामको चल्यो वनवास रामको चल्यो वनवास रामको चल्यो वनवास नराउ नराउ आमा रामको चल्यो वनवास नरमाइलो दाजय नरमाइलो वनवास जानलाई नरमाइलो नरमाइलो दाजय नरमाइलो वनवास जानलाई नरमाइलो हुकुम भयो वनवास दशरथ राजा हुकुम भयो वनवास दशरथ राजा ओ नराउ नराउ आमा रामको चल्यो वनवास रामको चल्यो वनवास रामको चल्यो वनवास नराउ नराउ आमा रामको चल्यो वनवास नरमाइलो दाजय नरमाइलो वनवास जानलाई नरमाइलो नरमाइलो दाजय नरमाइलो वनवास जानलाई नरमाइलो नरमाइलो दाजय नरमाइलो वनवास जानलाई नरमाइलो। नमस्कार सबैलाई। अब तिहारको रमझमसँगै तिहार पर्वको यो सेरोफेरोमा गाउँभरि जताततै नाचगान गर्दै देउसी भैलो खेल्दै खेल्दै हिँडिरहेको बेला आजभोलि पहिलेको जस्तो उहिलेका हाम्रा पुर्खाहरूले हजुरबुवाहरूले ती गाउने सोरठी भाकाहरू ती मारुनी टप्पाहरू साँच्चै भन्ने हो भने आजभोलि देखिन छाडिएका छन्।
त्यो भएर हामीले मौलिक संस्कृतिलाई बचाउनुपर्छ भनेर आफैले उत्पादन गर्न नसके पनि आफैले ती लयहरू बनाउन नसके पनि हाम्रा अग्रजहरूले गाउनुभएका ती गीतलाई सोरठी भाकालाई आज हामीले गाउने प्रयास गरेका छौँ। त्यति न्याय त हामीले दिन सकेका छैनौँ। यस गीतका सर्जक स्रष्टा हाम्रा आदरणीय व्यक्तित्व, हाम्रा आदरणीय दाजु गुरु वरिष्ठ लोकगायक नारायण रायमाझीज्यूको गीतलाई हामीले सापट्टि लिएर गाउने प्रयास मात्र गरेका छौँ। हुन त त्यति न्याय दिन पक्कै सकेका छैनौँ। हामी हाम्रो मौलिकतालाई, हाम्रो मौलिकपनलाई, हाम्रो संस्कृतिका यी मुख्य अहम भूमिका खेल्ने यी भाकाहरूलाई हामीले बचाउनुपर्छ भनेर हामीले यो सानो प्रयास गरेका छौँ। गल्ती भए हामी माफी चाहन्छौँ, किनकि सोरठीमा आफ्नै विधान हुन्छ, आफ्नै पद्धति, आफ्नै नियम अनुसार यो गीत गाउने गरिन्छ। हामीले सबै कुराहरू पुर्याउन पक्कै सकेका छैनौँ। हामीले समय पुगेसम्म अथवा हामीलाई त्यस्ता अग्रज ती गुरुहरूले कहिले सिकाउने अवसर, हामीले सिक्ने अवसर पायौँ भने त्यति बेला हामी पूर्ण रूपमा सिक्नेछौँ। अहिलेलाई भने हामीले गीत मात्रै प्रस्तुत गरेका छौँ। यो सोरठी भाका। हस्, नमस्कार।